नेपाली राजदूतावास मस्कटले व्यापार अन्तर्क्रिया तथा सम्बन्ध स्थापना सम्बन्धी निर्यात लगानी कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्यो। कार्यक्रममा नेपालबाट निर्यातजन्य उत्पादन, नेपालमा लगानीका अवसरहरू तथा नेपाली र ओमानी व्यवसायीहरू बीच व्यावसायिक सम्बन्ध विस्तार गर्ने विषयमा जानकारी आदान प्रदान गरिएको थियो। सो कार्यक्रममा उच्चस्तरीय नेपाली व्यापार प्रतिनिधि मण्डल, ओमान स्थित व्यवसाय र हाइपर मार्केटका प्रमुख कार्यकारी अधिकृत, निर्देशक तथा प्रतिनिधिहरू, सञ्चारकर्मी र ओमान स्थित नेपाली व्यवसायीहरू गरी 70 भन्दा बढीको उपस्थिति रहेको थियो। कार्यवाहक राजदूत श्री विशेष कुमार शाहले स्वागत मन्तव्य दिँदै उपस्थित सम्पूर्ण अतिथिहरूप्रति आभार व्यक्त गर्नुभयो। उहाँले व्यापार तथा लगानीका सम्भावनाको प्रवर्धनका लागि नेपालले ओमानलाई एक महत्वपूर्ण साझेदारका रूपमा प्राथमिकतामा राखेको उल्लेख गर्दै नेपालबाट पहिलो पटक उच्चस्तरीय व्यापार प्रतिनिधि मण्डलको भ्रमण भएकोमा खुशी व्यक्त गर्नुभयो। साथै उहाँले नेपालमा उपलब्ध लगानीका अवसर, लगानी प्रक्रिया, संस्थागत व्यवस्था तथा ओमानी लगानीकर्ताका लागि नेपाल किन आकर्षक गन्तव्य हो भन्ने विषयमा प्रस्तुति दिनुभयो। प्रस्तुति पश्चात उहाँले सगरमाथा आरोहण गर्ने पहिलो ओमानी महिला नादिरा अल हार्थी तथा हिम पहिरोमा परि निधन भएका अन्य पर्वतारोहीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभयो। निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष श्री गोविन्द घिमिरेले नेपालबाट निर्यात गर्न सकिने प्रतिस्पर्धात्मक लाभ भएका विभिन्न उत्पादनहरूको सम्भावना बारे प्रस्तुति दिनुका साथै निर्यातमुखी अर्थतन्त्रको प्रवर्धनमा महासंघले गरिरहेका प्रयासहरू बारे जानकारी गराउनुभयो। नेपाल हस्तकला महासंघका अध्यक्ष श्री रविन्द्र साक्यले नेपाली हस्तकलाको मौलिकता, परम्परागत सिप तथा ओमान र खाडी मुलुकहरूमा व्यापारिक सम्भावना भएका हस्तकलाका सामग्रीहरूको विषयमा प्रस्तुति दिनुभयो। कार्यक्रममा विभिन्न नेपाली उत्पादनहरूको प्रदर्शनी समेत गरिएको थियो। सहभागीहरूले नेपाली उत्पादनप्रति चासो व्यक्त गर्दै व्यापारिक सम्भावनाबारे छलफल गरेका थिए। नेपालबाट आएको व्यापारिक प्रतिनिधि मण्डलले सहभागी व्यवसायीहरूसँग भावी सहकार्य तथा व्यावसायिक साझेदारीका सम्भावनाबारे अन्तर्क्रिया गरेको थियो। कार्यक्रमको सञ्चालन तृतीय सचिव सुश्री उषा अधिकारीले गर्नुभएको थियो। उच्चस्तरीय व्यापारिक प्रतिनिधि मण्डल 3 अगस्त 2026 मस्कट आइपुगेको हो। प्रतिनिधि मण्डलका लागि 4 अगस्तमा लुलु हाइपर मार्केटसँग B2B अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको थियो भने अन्य कम्पनीहरूसँग पनि आगामी दिनहरूमा यस्ता कार्यक्रमहरू आयोजना गरिनेछन्। प्रतिनिधि मण्डलले ओमान चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री तथा ओमान इन्भेस्टमेन्ट अथोरिटीसँग उच्चस्तरीय भेटघाट तथा अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ। साथै स्वदेश फिर्ता हुनु अघि ओमान स्थित नेपाली समुदायसँग अन्तर्क्रिया कार्यक्रम पनि आयोजना गरिनेछ। नेपाली राजदूतावास मस्कट, ओमान, 4 अगस्त 2026।